अनि तपाईको समर्थन एकदमै असल भएको छ। I want you to understand that when I return to the United States, I will not stop praying for you. अनि म तपाईले यो जानेको चाहन्छु कि जब म आफ्नो घर अमेरिकामा फर्किनुहुनेछ, तपाईले यो जान्नुहोस् कि तपाईको मण्डलीको लागि र तपाईहरुको लागि उहाँ प्रार्थना गर्न रोक्नुहुने छैन। The men and the women and the boys and the girls gathered in this room right now and who have gathered for the last 2 days. अनि जतिजना पनि पुरुष स्त्री छोरा मान्छे छोरी मान्छे जो जति यस कोठामा गएको विगत 2 दिनसम्म हामीहरू रहन सक्यौं उहाँहरुको लागि possess the irresistible love of God. अनि प्रभु येशूको यो अपरिवर्तनीय माया प्रेमले भरिएको अभिषेक्त भएको Through the power of the Holy Spirit, you have the opportunity to change this city and to change this nation in this generation for Jesus Christ. अनि त्यो जस्तो कुरोले भरिएको तपाईहरुकोमा चाहिँ अवसर छ, शुभ अवसर छ। सहर यस सहरको ठाउँ-ठाउँको बस्तीहरुको तपाईको पुस्ताका मानिसहरुको जीवनलाई परिवर्तन गर्ने मौका अवसर छ तपाईहरुलाई। I want you to know that I believe in you. म तपाईले यो जानेको चाहन्छु कि म तपाईमा पूर्ण भरोसा गर्दछु यस कुरामा। And more importantly, the Father believes in you. अनि अर्को कुरा महत्त्वपूर्ण कुरा चाहिँ हाम्रो पिताले तपाई एक-एकमा यस कुरामा विश्वास गर्नुहुन्छ।